जाडो भयो दिदी जाडो छ है मजा आइरहेछ मेरी भाषामा मात्रै होइन है हाम्रो धुर्मुसे र सुन्तलीको प्रेम चाहिँ यहाँ कोरियामा पनि फैलिरहेको छ ए मौलाइरहेको छ नेपालमा हिमाल छ भनेको हिउँ जति चाहिँ कोरियामा छ त्यो सहरमा त हिउँ चाहिँ उडाएर ल्याएको त ल यता हेर्नुहोस् कोरियामा तपाईँहरूलाई स्वागत छ कस्तो अनुभव भइरहेछ हिउँ परिरहेछ गाडी पनि आयो यही बेलामा ल खै त हाम्रो यो कसरी हाँस्छ भन्ने कुरो कति हाँसी गर्नु त आज कसरी हाँस्छ छ ल कुरो के छ भने अहिले एयरपोर्टमै सट्टा हाँसिहाल्यो भने हिउँको मात्रा पनि अझ बढ्ला भन्ने डर छ हजुर भएको कारणले भोलि नै हाम्रो चाहिँ पुरा दलबल सहितको हाम्रो बटालियनहरूले चाहिँ भोलि नै मर्छु क्या भन्ने चाहिँ हाम्रो पार्टीको डिसिसन भइसकेको छ त्यही अनुसार चाहिँ हामी चल्छौँ भन्ने चाहिँ हाम्रो अवधारणा छ हाम्रो सुन्तलीले कतै यो कोरिया आएर कोरियाको सुन्दर वातावरणमा धुर्मुसेलाई बिर्सिने हो कि त्यो पनि हुनसक्छ है सायद तपाईँले मेरो मनकै कुरा गर्नुभयो ल है त दिदीले योचोटि चाहिँ जोडी भेटिनुहुन्छ कि कोरियामा भिनाज खोजिदिनु पर्यो होइन हाम्रो माग्ने बुढाले त मुयालाई त छोडेर आउनु भयो नि हजुर हजुर किन छोड्नु हिउँमा मुया के टिक्लिन् भनेर अलिक गाह्रो छ नि टिक्न गाह्रो छ तपाईँलाई धन्यवाद छ त्यस्तो राम्रो फुल दिनुभयो हजुर यात्रा दुःख भयो तपाईँ हिउँ चाहिँ रोक्न मिल्दैन है कुनै पनि हालतमा रोक्न मिल्दैन किनभने यो हामीले नै आफै नियोजित तरिकाले पनि अलिक पारिरहेको यसलाई रोक्न मिल्दैन यो सावधान हुनुहोस् कुञ्जनाजीले चाहिँ गोरो कोरियन केटाहरू देख्दाखेरि चाहिँ झ्यापै धुर्मुसेलाई छोड्ने पनि डर पनि 4 वर्ष लभ गरेर के गरेर मान्छे त्यस्तो कोरियामा त 7 वर्ष 8 वर्षको छुटेको त रेकर्ड छ नि होइन त्यो कोरियनहरू त छुट्याउँछ नेपालीहरू छुट्याउँछ नछुटाओस् कामना यही छ है त ल मर्छ है अब कहाँनिर ल लगिनबाट सोध्नुपर्छ होइन